लाखौं ग्राहकहरूको मन जित्न सफल गैंडाकोटकै पुरानो सुनचाँदी पसल सेन्चुरी सुनचाँदी पसल। गल्ती भयो दाइ, अबदेखि यस्तो गर्ने छैन। छोरी सुत न, किन नसुतेको अहिलेसम्म? नाइ, बाजे नयाँ लुगा ल्याउनुहुन्छ अनि बल्ल सुत्छु। टिका त भोलि हो नि, भोलि लाउन पाए भइहाल्यो नि। अहिले सुत न। किन आउनु भएन यति बेलासम्म? किन बाहिरै बस्नु भएको? छोरी सुती, बल्ल बल्ल पकाएर सुताए। के उपाय लाग्यो बुढो? केही उपाय लाग्यो। दिनभरि कति ठाउँमा भौताए। होइन हे बुढी, यो गरिब दुखीलाई भगवानले धेरै परीक्षा लिन्छन्।
यति साह्रो सहरै नसक्ने परीक्षा ल्याएको त मैले थाहा पाएको छैन त। म सबै कुरा सहन सक्छु बुढी, त्यो छोरीको आँखामा आँसु देख्न सक्दिनँ। किन रोनु भएको? जमिनभित्र कस्तो अभागी बाउहरू जन्मे, एउटा छोरीको सानोभन्दा सानो इच्छा पुरा गर्न सक्दिनँ। होइन ए बुढी, यो कोरोना नलागेको भए त हाम्रो काम पनि हुन्थ्यो होला, 2 पैसा कमाउँथे। पोहोर त मैले राम्रैसँग दसैँ मनाइदिए हो त, यसपालि त के भयो यस्तो? छोरी त सुति नि? सुतिसक्यो। पिर नगर्नुहोस्, हामी जस्तो दुःख पाउने कति छन् कति छन्। तिनीहरूलाई हेरेर भए पनि चित्त बुझाएर बस्नुपर्छ। तिमी त बुझकारी छौ, बुझ्छौ। म त छोरीको सामनै गर्न सक्दिनँ। यो नाबालकलाई सुख दुःख के थाहा? बच्चाको जात अर्काले लाएको खाएको देख्दा मन कटक्क दुख्छ होला। कस्तो अभागीको घरमा जन्म लिन्छ। चिन्ता नलिनु न, सम्झाएदेखि मानिहाल्छ नि। बरु सुन्न त, पल्लो घरमा काम सघाउन गएको थिएँ, 1 महिना चामल दिनुभएको थियो। हजुरलाई जाग्लो मन पर्दैन, खाना पकाएर राख्दैछु, गएर खानु न है। बरु यसो दराजमा पोल परारको लुगा नानीको होला, म बरु यसो निकालेर राखिदिन्छु। भोलि त्यही लगाउनु, फेरि भोलि नयाँ कपडा खोइ भनिहाल्छे। झलमल्ल पो भइसकेछ। ए बुढा त उठिसक्नु भएछ। यसरी सुतेछ आज त।
सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल गैँडाकोट सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल गैँडाकोटकै पुरानो सुनचाँदी पसल सेन्चुरी सुनचाँदी पसल। हामी कहाँ अर्डर अनुसारका तपाईँले चाहे जस्तै तपाईँले सोचे जस्तै आधुनिक डिजाइनका गहनाहरू तयार गरिन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ। सम्पर्क सेन्चुरी सुनचाँदी पसल गैँडाकोट 5 कालीगण्डकी चोक। आफ्नै भवनबाट सञ्चालित। मोबाइल 9855 37 411 98 152 36 411। कहाँ जानु भएछ एकै बिहानै? घरमा पनि हुनुहुन्न। आमा बा खै त मलाई नयाँ लुगा ल्याइदिनु भयो। बा आइहाल्नुहुन्छ नि। तिमी हिजो बेलुका सुतेकी थियौ, बुवाले हिजै नयाँ कपडा ल्याएर राखिसक्नु। हो र मलाई देखाउनु न आमा कस्तो छ मेरो नयाँ कपडा। एकैछिन पख है, म लिएर आउँछु। ल हेर त, बुवाले तिमीलाई दसैँको लागि ल्याइदिनु भएको नयाँ कपडा। आमा यो त मेरो पुरानो कपडा जस्तो छ त। त्यस्तो होइन, रङ पो एउटै परेको त। नयाँ कपडा र पुरानो कपडा पनि चिन्दिनौ? जाऊ गएर भित्र गएर लगाएर आऊ। आन्टी सम्झाउनु खै त। सम्झना त भित्र लुगा फेर्न गएको छ। आमा मलाई कस्तो देखेको छ? आहा, मेरो छोरीलाई यो नानाले कस्तो राम्रो देखेको छ। साथीहरू आज जाऊ खेल्नलाई है। हाम्रो घरमा कत्रो खसी लिएर जाउँ। गाडी यहीँ राखेको थिएँ त मैले। कहाँ गएछ? ए बुढा पानी दिन पो गयो कि। भाइ नमस्ते। यस्तो कोरोनाको बेला घर घर नडुलो भनेको घसेको दिन टुप्लुक्क आइपुग्यो। के गर्नु भाइ, साह्रै गाह्रो पर्यो। यो गाग्री राखेर मलाई अलिकति पैसा दिनु न। गाग्री बेच्न हिँडे हो? ठिकै छ, 500 रुपियाँ दिन्छु, छोडेर। हुन्छ हजुर। पानी तातेन? ल त खसीले खसी काटौँ। अह हाम्रो बाले त ल्याउनु भएन।
नानी टिका लाउने बेला भयो छिटो आऊ आऊ जाम शेरना मामुले बोलेछ जाम आऊ बिला जति आँसु झरे पनि गरिबको पीडा कसले सुन्थ्यो जति आँसु झरे पनि गरिबको पीडा कसले सुन्थ्यो यसपालि त दसैँ र तिहार नहेर्ने बरु हुन्थ्यो यसपालि त दसैँ र तिहार नहेर्ने बरु सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल गैँडाकोटकै पुरानो सुनचाँदी पसल सेन्चुरी सुनचाँदी पसल। हामी कहाँ अर्डर अनुसारका तपाईँले चाहे जस्तै तपाईँले सोचे जस्तै आधुनिक डिजाइनका गहनाहरू तयार गरिन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ। सम्पर्क सेन्चुरी सुनचाँदी पसल गैँडाकोट 5 कालीगण्डकी चोक। आफ्नै भवनबाट सञ्चालित। मोबाइल 98 550 37 411 98 152 36 411।